सर आउनुस् न बच्चाले हिँडाएर मान्छे हुनु पनि साह्रो छ ल अहिले केटाहरूले काम गर्दैछ सर गर्दैछ काम त कति गर्दैछ सर एकदम राम्रो हुँदैछ काम छिटो नै हुँदैछ केटाहरू आएदेखि तैँले सर म तपाईँ काम गर्दैछु काम गरिस् तैँले साला प्यान्ट ठकेर केटाहरू काम गर्दैछु भ्रान्त गर्दैछ तब निकै ढाक्नु थालेको छस् कि म नि नमस्ते भुइँ ढोकी नमस्कार त्यस्तै हो कि यो ढुङ्गाहरू सबै यिनीहरूले उचालेर ल्याएको यहाँ हामीले हुन ऊ माथि दिएको कहाँ दिएको ल्याएको हामीले ऊ माथि ल्याएको नि छोरा अन्त पल्टाउँदै 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 ल्याएको यहाँ कतिपल्ट भन्छ यसले पच्चाउने कुरा गर्नु पर्छ हात देखाउँदैछ त यहाँ चक्रहरू गइसक्यो यहाँ त सब चक्र गइसक्यो राम्रो हो नि मैला त काम छैन मैला खै मैला चक्रहरू गइसक्यो हामीले कति अब केटाहरू आएपछि चाहिँ म पैसा दिन्छु कति भएको छ पनि हिसाब काटकुट गर्नु भने चाहिँ आज चाहिँ भन्छु नमस्कार नमस्ते नमस्ते म त संस्कारी हो कि फेरि ढोक्न आयो पाँच त कति भएको छ यिनीहरूको हिसाब गर अहिले जमाना अन्तमा पुगिसक्यो गणतन्त्रमा छ त यो त 4500 300ले दिएको नि त यिनीहरूलाई 300मा 100 त तैँले खान्छ सोलेनको त त्यसकै अब आजको जिउ कि नजिउ साले लोपल लाग्छ क्या ठिकै छ साले पैसा कति कति भयो अरे तिमीहरूको 4500मा लोप लागेर मऱ्यो कति हो यो 300 त राख्थ्यो एकछिन लाग्थ्यो ल तँलाई 200 राख्दै गर्थ्यो अनि ए म त साँच्ची त तैँले त कुरकुरे हड्डी भनेर त लेग पिस भनेर त कति तपाईँ लिएछ यो पनि यो पनि त हिसाब त कतै गर्नु पऱ्यो नि तेरो 100 रुपियाँ ल्याएको यहाँ होइन के को 100 रुपियाँ के को हुन्छ र कुखुराको टाउको चाहिँ मैले खाएको थिएँ यहाँले अन्त अरू के पो थियो अब लास्ट के थियो 100 रुपियाँ ल्याउँदाखेरि